नमस्कार सबैजनालाई। म के भनेर भन्छु भने आम नेपाली जनताहरूलाई अब सबै जनताहरू जुटेर एकसाथ लड्ने बेला आएको छ। पूर्व देश र पश्चिम देशले नेपालहरू सबै ओगटेको र अवस्थामा हामी सबै नेताहरू एकजुट भएर लड्ने दिन आएको छ। जति पनि यी पुराना नेताहरू हुनुहुन्छ, जति पनि यी पुराना नेताहरूलाई हामीले सबैले लकेट्नु पर्छ। लकेटेपछि यो नयाँ जनतालाई, नयाँ देशलाई समृद्ध देश बनाउनको लागि हामी सबै एकजुट भएर लड्ने दिन आएको छ। यो हाम्रो नेपाल पुर्खाहरूले जोडेको देशलाई हामीले यसरी देखेर पनि अनदेखा जस्तो हुँदैन भनेर भन्छु। त्यही भएर आफ्नो खुट्टामा आफैले बचाउन हाने जस्तो हो। त्यही भएर के भन्छु भने आम जनताहरूलाई यो देश फेरि पनि हामी मिलेर एक ढिक्का भएर समृद्ध बनाउनु पर्छ भनेर आह्वान गर्दछु। त्यही भएर आफ्नो यो हाम्रो शान्त भूमि, यो देशलाई, नेपाललाई राम्रो समृद्ध बनाउनको लागि फेरि पनि हामी सबै यी पुराना नेताहरूलाई हटाएर हामी सबै एकजुट भएर समृद्ध नेपाल बनाउनु पर्छ भनेर भन्छु।